हेलो इभ्रिवान, अहिले चाहिँ म यो दोलालघाट आइपुगेको छु। दोलालघाटको पुलमा छु। अब सैलुङ जानलाई यहाँ 2 घन्टा लाग्छ। 2 घन्टामा अब सैलुङ आइपुगेको। अब चाहिँ म यो दोलालघाटको पुलबाट चाहिँ अब सैलुङतर्फ लाग्दैछु। अब लगभग 2-3 घन्टा चाहिँ अब यो दोलालघाटको पुलबाट चाहिँ लाग्छ। जान अलिकति बाटो अफरोड पनि छ अरे, त्यही भएर चाहिँ हामी बिस्तारै जाने हो। ल अहिले चाहिँ हामी यो सुकुटे बीच पुग्न लागिसकेको छौँ। यो सुकुटे बीच पुग्नुभन्दा 1 किलोमिटर अगाडि चाहिँ यो बाटो बनाउँदै रहेछ हैन। अनि त्यही भएर चाहिँ अलिकति जाम छ यसमा चाहिँ। यहाँसम्म आउनु जेलसम्म चाहिँ अहिलेसम्म केही पनि भएको थिएन हैन। यहाँबाट चाहिँ अब कस्तो छ बाटो। यहाँ चाहिँ मसँगै मेरो दाइ पनि हुनुहुन्छ। दाइ र म चाहिँ सैलुङ जाँदै हो अहिले। हेलो, अहिले चाहिँ म यो सुकुटे बीचमा आइपुगेको छु अहिले। सुकुटे बीच रिसोर्टमा। यो रोडको दायाँ बायाँ कतै नहिँडी सिधै गयो भने चाहिँ खासाको तातो पानी पुग्छ भने यहाँबाट चाहिँ यो सानो पुलबाट राइट लागेर सिधा अगाडि गयो भने चाहिँ सैलुङतर्फ लागिन्छ। यो सैलुङ जाने बाटो चाहिँ अब यस्तो 20 किलोमिटर चाहिँ पुरै अफ रोड हो हैन। यदि बाइक चाहिँ राम्रो कन्डिसन भयो भने मात्रै आउनु होला, किनभने भाइ उकालो छ। त्यही भएर चाहिँ अब स्कुटीमा आयो भने चाहिँ नयाँ स्कुटी हुनु पर्दो रहेछ। डबल रोड तान्न अलिक गाह्रै पर्छ। बाटो चाहिँ पुरै अफ रोड हो, हेर्नु होला कस्तो छ बाटो। म चाहिँ दाइ र म चाहिँ 9:30 बजे लिएको। स्कुटी चाहिँ अलिक तान्न अलिक गाह्रो भयो। स्कुटी चाहिँ हामीले बाटोमै राखेर दाइ र म चाहिँ हामी सैलुङ जाँदैछौँ। माया आउनु पर्छ पहिलोचोटि भिडियो। यही 20 किलोमिटर चाहिँ पुरै ग्र्याब ग्रुप छ है। सबैजना चाहिँ अब बाइक राम्रो कन्डिसन बनाएर आउनु होला। अब
6-7 घन्टाको दूरीमा चाहिँ फाइनल्ली कालोपानी सैलुङ भन्ने ठाउँमा आइपुगेको छु। अब चाहिँ यहाँबाट यो ढल्न गरेको बाटो गइसकेपछि चाहिँ अब हामी चाहिँ फाइनल्ली सैलुङको डाँडामा आइपुग्छौँ। ल फाइनल्ली यो भाले चाहिँ दामी रहेछ ल। यो तलन छ दाइ, तलन छ ल। आज चाहिँ एकदम बेस्ट ठाउँमा आइपुगेको छ हामीलाई होइन। हाम्रो घरको साह्रै घर छोडेको 15 वर्ष भयो, तर आज चाहिँ घरको याद आयो, घरमै जाम मन लाग्यो, गाउँघरको याद आयो। हामी चाहिँ अहिले चाहिँ दोलखाको सैलुङ भन्ने ठाउँ चाहिँ कालापानी नेपालकै अब स्विजरल्यान्ड भनेर चिनिँदो रहेछ। एकदम रमाइलो छ होइन। हिजो हामी तपाईँहरू आउनुभयो भने चाहिँ यो चाहिँ हजुरको नाम चाहिँ के अरे दिदी? मोतीलाल भन्नु। मोतीलाल होमस्टेमा आउनु सक्नुहुन्छ। फोन नम्बर चाहिँ म अहिले पछि हजुरहरूलाई दिउँला होइन। पछि हजुरहरू चाहिँ यो मोतीलाल होमस्टेमा आएर चाहिँ बस्न सक्नुहुन्छ। ल लोकल भाले छ, एउटा भाले छ 5000को। हजुरहरू ग्रुपमा आउनुभयो भने 5000 भाले काटेर दिन सक्नुहुन्छ। यहाँ हजुरहरूलाई चाहिँ एउटा जानकारी गराउन चाहन्छु। यहाँ आउँदाखेरि चाहिँ हजुरहरू चाहिँ यो न्यानो तातो कपडा लगाएर आउनु होला। एकदम चिसो छ यहाँ, एकदम गाह्रो छ होइन। एकदम होसियार भएर आउनु होला है। हेलो गाइज, अहिले चाहिँ हामी यो मोतीलाल होमस्टेमा आइसकेको छौँ होइन। सैलुङको मोतीलाल होमस्टे, यहाँबाट चाहिँ सैलुङ डाँडामा जान चाहिँ लगभग हिँडेर 1 घन्टा लाग्छ अरे। हामी चाहिँ आज अचानक शुक्रबार भएर आयो, त्यही भएर चाहिँ हामीले माथि चाहिँ बस्ने ठाउँ नपाएर माथि डाँडा पुगेर फर्केर मोतीलाल होमस्टेमा आएर चाहिँ आजको बास यतै बसिन्छ र लोकल कुखुराको झोल सहित छ्याङ लोकल रोक्सी खाएर चाहिँ मजाले सुतेर चाहिँ भोलि चाहिँ अब बिहान 5 बजे ठ्याक्कै हाम्रो गाउँमा जस्तै याद आयो हामीलाई होइन। यो चाहिँ एकदम रमाइलो ठाउँ छ, एकदम आउनु होला। अलि न्यानो तातो कपडा लगाएर आउनु होला। एकदम चिसो छ। तपाईँहरू एकदम एकचोटि पक्कै पनि घुम्ने ठाउँ छ, एकदम राम्रो ठाउँ रहेछ। तपाईँहरू जिन्दगीमा एकचोटि चाहिँ आउनु होला दोलखाको सैलुङ। यो चाहिँ अब नेपालको स्विजरल्यान्ड पनि भनिँदो रहेछ है गाइस। एकदम राम्रो छ, हाम्रो एकदम दिन एकदम राम्रो भयो होइन। हामी काठमाडौँबाट चाहिँ हामी बाइक र स्कुटरमा आएको थियौँ। एकदम राम्रो सफलताका साथ आइपुग्यौँ हामी। एकदम राम्रो छ। धन्यवाद। ल हामीले चाहिँ अब यो तातो पानीमा चाहिँ लोकल रोटी खाएर चाहिँ अब ट्याक्क आजको दिन यतै बसिन्छ। हाम्रो यता बहिनी हुनुहुन्छ, घरपेटी बहिनी, उता बा हुनुहुन्छ, यता आमा हुनुहुन्छ होइन। कुखुरा चाहिँ झुकाएर लिएर आयो, पाहुना आछ भनेर हामीले होइन। त्यही भएर चाहिँ ल अब म हाम्रो रुम देखाउन गइरहेको छु। हाम्रो रुम चाहिँ यस्तो छ गाइज। ल यो चाहिँ यहाँको गाउँको चाहिँ प्योर ब्रोइलर कुखुराको मासु चाहिँ यहाँ पुरै रोस्ट बनाउन लाउँदै हुनुहुन्छ हाम्रो यहाँ आन्टीले। ल हेर्नु ल, अब यहाँ चाहिँ लोकल कुखुरा बल्ल सुरु हुँदैछ। लोकल कुखुरा ढल्दैछ। अब चाहिँ हाम्रो यो रक्सीसँगको ल फाइनल्ली हामी चाहिँ यो कहाँबाट भने यो कालोपानी मैलुङको बसबारबाट चाहिँ हामी सैलुङतर्फ लाग्दैछौँ। 100 थुङ्गाको डाँडा। यतै चाइनाको ग्रेट वाल भन्दा कम छैन। ल म चाहिँ ग्रेट वालमा उक्लिँदैछु। चाइनाको ग्रेट वाल 1000वटा कति सक्यो होला। कस्तो लाग्यो त? एकदम रमाइलो लागेको छ। हामी चाहिँ दोलखाको सैलुङ भन्ने ठाउँमा आउँदैछौँ र अब पुग्न लाग्यो होइन। पुग्न त अझै 40 मिनट हो। त्यसलाई चाहिँ नेपालको 5 मिनट भनिँदो रहेछ। एकदम खुसी लागेको छ। आज यो बिहानको ठ्याक्कै 5 बजेको छ। एकदम यहाँबाट चाहिँ यो सनराइज देख्नेछौँ र यहाँबाट एकदम अग्ला डाँडा देख्नेछौँ। एकदम थकाइ लागेको छ झन्डै।
500 कति यो स्टेप कति छ होला यसको वालको स्टेप यो वालको स्टेप चाहिँ त्यो चाहिँ हाम्रो जानकारी भएन हामी अहिले यहीँका अहिले चाहिँ 100 वटा भन्दा बढी स्टेप बासिन्दासँग हामी सोध्नेछौँ एकदम रमाइलो लागेछौँ तपाईँहरूको दिन पनि सुख होस् हाम्रो दिन रमाइलो छ एकदम एक्साइटेड छ जय होस् सैलुङको डाँडोतर्फ लाग्दैछु सैलुङ डाँडा होइन तपाईँले मेरो चाहिँ भिडियो हेरेर चाहिँ तपाईँले मन पराइदिनु मान्छेमा आउनु है त यसले भन्छ चाइनाको ग्रेट वाल भन्दा कम छैन अहिले चाहिँ हामी यो सैलुङ डाँडामा आइसकेको छौँ आउनु होला चिसो -5 डिग्री होला चिसो चाहिँ तर अब तपाईँहरू त्यही आउनुभयो भने चाहिँ हामी चाहिँ बेलुका आइपुगेको सकेसम्म चाँडै आएर डाँडामै बस्ने कोसिस गर्नु होला त्यही भन्न चाहन्छु ल अहिले चाहिँ हामी यो सैलुङतर्फ लाग्दैछौँ सैलुङको दोलखाको सैलुङमा आइसकेको छौँ अहिले बिहानको 6 बजेको छ एकदम यहाँको सुन्दरता एकदम हरियाली वन जङ्गल यहाँको के अरे डाँडा काँडा यहाँको हिमाल उदाएको हेर्नलाई एकदम रमाइलो ठाउँ छ एकदम हामी एकदम एक्साइटेड छौँ साथीहरू सबैजना एकचोटि यो दोलखाको सैलुङमा घुम्न आउनु होला एकदम रमाइलो छ एकदम राम्रो छ हामी एकदम एक्साइटमेन्ट भएर चाहिँ अहिले हामी जाँदैछौँ अझै हामी पुगिसकेको छैनौँ अब यहाँबाट झन्डै 20-25 मिनटको पैदल यात्राबाट चाहिँ हामी चाहिँ सैलुङको जुन दृश्य देखिन्छ त्यहाँबाट सनराइज प्रत्यक्ष हामी चाहिँ लाइभबाट देखाउँछौँ होइन प्रत्यक्ष तपाईँहरूलाई चाहिँ हामी हाम्रो फेसबुक पेजबाट चाहिँ देखाउन गइरहेको छौँ धन्यवाद हामीलाई लाइक कमेन्ट र फलो गर्नु होला मन परे सेयर पनि गरिदिनु होला हस् धन्यवाद मेरो नाम चाहिँ प्रकाश पोखरेल हो हामी चाहिँ अहिले घर धादिङ बसाइ काठमाडौँ हो होइन काठमाडौँ हिजो चाहिँ हामी स्कुटर र बाइकमा चाहिँ हामी 2 जना आएको थियौँ अनि त्यसपछि बाइकले स्कुटरले अलिक धोका दियो त्यसपछि हामीले चाहिँ स्कुटर चाहिँ त्योमा सुकुटीमा राखेर अनि त्यसपछि हामी चाहिँ 2 जना एउटै बाइकमा चढेर अनि त्यसपछि हामी चाहिँ हामी दाजुभाइ तर हामी चाहिँ एकदम हामी साथी जस्तै हामी एकदम दाजुभाइ हो एकदम हामी एकदम रमाइलो गरिरहेका छौँ झन्डै हाम्रो चाहिँ अब नेपालको सम्पूर्ण 77 जिल्ला घुम्ने हाम्रो टार्गेट लिएको छौँ हेरौँ अब सक्सेस हुन्छ कि हुँदैन होइन आशा गरौँ हामीले 77 जिल्लामा चाहिँ घुम्ने प्रयास गर्नेछौँ हस् त धन्यवाद तपाईँहरूको पछि फेरि अब शुभ होस् शुभ दिन शुभ रहोस् धन्यवाद हेलो गाइस नमस्ते एभ्रिवान अहिले चाहिँ हामी यहाँबाट दायाँतर्फ लाग्यो भने बायाँतर्फ लाग्यो भने हामी चाहिँ महादेव गुफा पुगिन्छ भने दायाँतर्फ लाग्यो भने सैलुङको डाँडा पुगिन्छ यहाँबाट चाहिँ लगभग 40 मिनटको दूरीमा छ भनेपछि हामी अहिले चाहिँ अब महादेव गुफामा नगइकन हामी सैलुङतिर जाँदैछौँ हाम्रो अगाडि हाम्रो प्रकाश भाइ हिँड्दैछ फाइनल्ली लगभग हामी चाहिँ आइपुग्न लागिसकेका छौँ सैलुङ डाँडामा अब केही बेरमा हामी अब सैलुङ डाँडाको यो हामी अब भ्यू देख्नेछौँ हजुरहरूले पनि देख्न सक्नुहुनेछ यो सैलुङ डाँडाको भ्यू एकदम हामी चाहिँ एक्साइटेड भएर यो भ्यू हेर्न आएको हो होइन एकदम यहाँको भ्यू चाहिँ एकदम राम्रो देखिने छ ल हेर्नु होला यहाँबाट चाहिँ अब एकदम राम्रो भ्यू देख्ने छ वाउ यहाँबाट चिप्ले भने कहाँ पुगिन्छ
मेरो जुत्तामा गट्टी छ क्या। हेलो गाइज, अहिले चाहिँ म यो सैलुङको डाँडाबाट चाहिँ यो सनराइज त भइसकेको छ। सनराइज भइसकेपछि चाहिँ अहिले एकदम घाम एकदम चकिलो आएर चाहिँ एकदम राम्रो भइरहेको मौसम। अनि यो चाहिँ सयथुङको सैलुङ डाँडा भन्छ यसलाई चाहिँ होइन, एकदम राम्रो छ। हजुरहरू पनि आउनु होला एकचोटि भिजिट गर्नको लागि। आज 10,000 भन्दा बढी मान्छे आइसकेको छ अरे यहाँ चाहिँ होइन, त्यही भन्ने सुनेको छु। ल फाइनल्ली हामी चाहिँ सैलुङ डाँडामा आइसकेको छौँ। यो भन्छ सैलुङ डाँडा। सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली भने जस्तै यहाँ चाहिँ 100वटा डाँडाले बनेको डाँडालाई चाहिँ सैलुङ डाँडा भन्ने चलन रहेछ होइन। यो हाम्रो राजु दाईले भनेको चाहिँ यो डाँडालाई चाहिँ अब स्विजरल्यान्ड डाँडा पनि भन्छ अरे भन्ने सुनेको छु। स्विजरल्यान्ड डाँडा राजु दाई र म आएको। अब दाई चाहिँ माथि नै पुग्यो होइन, अब म चाहिँ अलि माथि नै छु। ल हेर्नु होला गाइस। हेलो नमस्ते एभ्रिवान। अहिले चाहिँ म यो सैलुङ डाँडामा आइसकेको छु। सैलुङ डाँडामा हिजो आएर चाहिँ बसेको हामी। अहिले चाहिँ लगभग आधा घन्टा भयो हिँडेको, अहिलेसम्म आइपुगेको छैन। ल हेर्नु होला सैलुङ डाँडा चाहिँ यस्तो छ। ल अहिले चाहिँ म यो डाँडै हिँड्दैछु। मेरो गर्नु ल। आउन कमन भाइ। ल अहिले चाहिँ म यो सैलुङ डाँडामा आइसकेको छु। एकचोटि त्यो हिमालय पनि देखाइदिनु त ल। हो अलिक छिटो भयो क्या तपाईँले, बिस्तारै घुम्ने फेरि आउनु। ल अहिले चाहिँ हामी त्यो गुम्बामा पुग्दैछौँ। र गुम्बा यहाँ पुग्न चाहिँ आधा घन्टा लाग्छ अरे। देख्न एक बित्ता हो ठ्याक्कै, पुग्न चाहिँ आधा घन्टा लाग्छ अरे होइन। आउनु होला। अहिले चाहिँ हामी ल सैलुङ डाँडामा आइपुग्न लागिसकेको छौँ है दाइ। कस्तो अनुभव भइरहेछ ल भन्नुहोस् त। ल बोल्नु दाइ। हामी फाइनल्ली हामी यो दोलखाको सैलुङ भन्ने ठाउँमा आइपुगेको छौँ। डाँडामै आइपुगेको छ। यहाँबाट हामीले सूर्य उदय भएको सनराइज हामीले देख्यौँ। एकदम खुसी लाग्यो कि हाम्रो बिहानले दिनको बिहानमा चाहिँ हामी एकदम रमाइलो अनुभव गर्न पाइयो सनराइज हेरेर होइन। चिसो मौसम भइरहेको छ। हामी चाहिँ सैलुङ डाँडामा लगभग फाइनल्ली आइपुग्न लागिसकेको छौँ होइन। मेरो म त क्लिप गर्दैन म अगाडि जान्छु ल है। हेलो गाइज, हेलो ल नातिम लादिम काप्रेन सम्झी
मोटो साडी हल्का पतली त कम्मरले हल्लाउँदै वारी पारी हामीले देखेपछि कति नक्कल पारी तिम्रो दायाँ बायाँ सुने कोही मान्छे हामी अल्लाहको मन भङ्ग लतलिङ्ग पार्टी गाडी बनाएर बस्यो पछि अझै गरौँ जस्तो लाग्छ तिमीले तारिफ एकदम प्यारी गोरी नुवाकोटे सम्झिदियौँ न भाइ हामी त नुवाकोट म घुम्छु ल एकदिन ल हेलो हेलो कहिले गीत भयो आयो आयो ओहो नाच्यो नाच्यो झिल्के दाइ अलि यता आउनु एकचोटि रमाइलो सैलुङको डाँडा कस्तो भइरहेको अनुभव बबाल हो आज हाम्रो है सँगै उतै बस्ने काठमाडौँको नेपाल जाने साथीहरूलाई भेट भयो एकदम खुसी लाग्यो है ल पछि उता भयो भने यसो चिन्ता गर्नुपर्छ ल लामाको मोमो सेन्टर ल है ल गाइज ल जिन्दगीमा यस्तो ठाउँ चाहिँ आइदिनु पर्दो रहेछ है ल जता गयो डाँडै डाँडा डाँडै काँडा पिरै पिर एकदम रमणीय ठाउँ रहेछ ल हेर्न ल हिमाल पनि नजिकै देख्दो छ यहाँबाट यहाँबाट नजान्ने अब हामी चाहिँ अब माथि यो गुम्बामा जाने तर्फमा छौँ गुम्बा कस्तो छ दिदी हो ल मेरो भिडियो गर्नु यहाँ यस्तो गर्नु समाज म माथि जान्छु ल ल फाइनली अब चाहिँ म गुम्बा ठ्याक्कै सैलुङको हाइटमा पुग्यो होइन घोडा है मान्छे छैन रहेछ जम्मा कति 32 मिटर रहेछ कहाँबाट 32 मिटर 32 मिटर तल सिलेबलबाट अब चाहिँ म डाँडामा आइपुगिसकेको छ हेर्नु होला अहिले चाहिँ फाइनल्ली डाँडा भएछ सैलुङ डाँडा हेर्नु होला
मान्छेको भिड ओ माई गॉड सो ब्युटिफुल प्लेस ल यहाँ चाहिँ कफीहरू पनि बेच्न राख्नु भएको रहेछ आलु किवी रहेछ न आलु किवी फाइनली आइपुगेको छौँ एकदम रमाइलो भइरहेको दाइ यो चाहिँ के हो छुर्पी हो तल झुन्नाएर राखेको थिएँ छुर्पी पो रहेछ के केटा बाहिर नि यहीँ आइसकेको रहेछ ल ल ओ बिस्तारी ल यो चाहिँ यो प्योर गाईको छुर्पी ल हामी ल ल उता दायाँ दायाँ यता यता दायाँ तर्फबाट घुम्नुपर्छ ल ल गुम्बाले सधैँ रक्षा गरौँ ल हामी यो गुम्बामा आइसकेको छौँ जय माता जय माता ल फाइनल्ली हामी चाहिँ आइसकेको छौँ ल यो सैलुङ डाँडामा एकदम रमणीय ठाउँ रहेछ यहाँ चाहिँ यहाँ ल एकदम राम्रो सबैजना ग्रुपमा आउनु हुँदो रहेछ एकदम राम्रो रहेछ ठाउँ अब त्यो भ्यू टावरमा जान बाँकी नै छ अझै हामी है हेर्नु होला कस्तो नेपालमा यति स्वर्ग ठाउँ छ है So nice. यो चाहिँ म यो गुम्बाभित्र छिर्दैछु हेर्नु होला है कस्तो गुम्बाभित्र रहेछ है गुम्बा चाहिँ यताबाट छिर्ने अनि यताबाट निस्किने रहेछ फेरि अनि फेरि यताबाट छिर्ने यताबाट निस्किने ल दामी ठाउँ रहेछ ल दामी दाइ यहाँ छिर्न चाहिँ के छ टिकट काट्नुपर्ने हो कहाँ सर यहाँ के लेख्ने यहाँ चाहिँ ए होइन हाम्रो यो छुट्टै छ ए हो ए ल फाइनली यो गुम्बाभित्र पनि आइपुग्यौँ हामी है ल हेर्नु होला ओ माई गॉड कति दामी सो नाइस वा यता दामी रहेछ ल यताको दामी ल मोबाइल फुट्ला है दिदी बिस्तारी ओ सो नाइस ब्युटिफुल वाउ दामी ओक्स यो चाहिँ गुम्बा हो यो चाहिँ ल कस्तो दामी ठाउँमा गुम्बा रहेछ यस्तो ठाउँमा पनि यस्तो दामी ठाउँ बनाएको ल अब चाहिँ हामी माथि जाँदैछौँ ल फाइनल्ली अहिले चाहिँ हामी ल यो भ्यू टावर
सैलुङ भ्यू टावरमा जान लागेको छौँ। टिकट सिस्टम हो क्या यहाँ चाहिँ? टिकट हो दिदी? होइन टिकट छैन, मान्छे छैन। यता रहेछ उसले ल फाइनल्ली टिकट यहाँ लुगा यहाँ लुगा फाइनल्ली म चाहिँ अब यो भर्न चढ्न जाँदैछु। सो नाइस, सो ब्युटिफुल, वाउ, ओ माई गॉड। अब फेरि भर्याङ चढ्नु पर्यो। वाउ, सो नाइस। माई गॉड, फाइनल्ली काठमाडौँदेखि हिजो 9 बजे हिँडेर आज चाहिँ 9 बजे चाहिँ आइपुग्यो। फाइनल्ली यहाँ चाहिँ भिरालो बनाएर रहेछ है अलिकति। कृष्ण महाराज कता गर्नु? अहिले चाहिँ सैलुङ आलासको भयो। दामी ठाउँहरू छ यहाँ चाहिँ। Sorry, look. एकचोटि यो दोलाखाको भरमा चाहिँ एकजना सबैले गर्नु होला है त ल। यस्तो रमणीय ठाउँ रहेछ। अझै मान्छेहरू आउँदैछ। आज चाहिँ एकदम मौसम चाहिँ एकदम राम्रो रहेछ क्या। एकदम यस्तो हुन्थेन अरे नि, बादल लाग्थ्यो अरे क्या, पुरै बादल आएर कस्तो हुन्थ्यो अरे। माइ गॉड, यस्तो दामी ठाउँ रहेछ अन्त है। हेलो गाइस, ल म चाहिँ अहिले यो सैलुङको यो भ्यू टावरमा आइसकेको छौँ ल। हेर्नु होला, दाइ र म यहाँ छ ल। सैलुङको भ्यू टावरबाट चाहिँ लगभग यो 15वटा हिमालभन्दा बढी देख्ने छ ल। हेर्नु होला, एकदम राम्रो छ यो ठाउँ चाहिँ। ओ माई गॉड, सो ब्युटिफुल। सो र आज चाहिँ फाइनली बाजा गानाको सहित आज चाहिँ यो सैलुङ मन्दिरमा चाहिँ आज एकदम स्वागतको साथ पाहुना चाहिँ आउनुभएको छ ल। हेर्नु होला पाहुना, दुर्गा सेकेन्डरी स्कुल।
आज चाहिँ यो सैलुङमा चाहिँ यो चाहिँ एकदम रमाइलोको साथ एकदम बाजा गानाको साथ चाहिँ एकदम रमाइलो भइरहेको छ। दामी ल यहाँ चाहिँ आज एकदम नयाँ महसुस हुँदैछ यो सैलुङ गाउँपालिकामा चाहिँ, किनभने अहिलेसम्म यस्तो यो बाजा गानासहित कोही पनि आउनु भएको थिएन अरे। आज अहिलेसम्म चाहिँ पहिलोचोटि चाहिँ यो बाजा गानासहित कार्यक्रम भएकोले चाहिँ यहाँ मान्छे आज चाहिँ एकदम भिडभाडसहित एकदम रमाइलो भइरहेको छ। आज यहाँ त्यसको आज यो गोर्खापत्रको यो आज यो कार्यक्रम पनि हुँदैछ। अब चाहिँ हामी अब काठमाडौँतर्फ लाग्नेछौँ। ल हेर्नु होला, ल यो चाहिँ यो सैलुङ डाँडाबाट यो खिचिएको यो भिडियो हो होइन। यहाँ चाहिँ यो 100औं हिमाल देखेको छ यो सैलुङ डाँडाबाट चाहिँ। भने अर्को चाहिँ यो 100औं यो माटोले बनेर यो जमिनबाटै नेचरबाट बनेको यो थुङ्गा छन् 100वटा। त्यही भएर चाहिँ सैलुङलाई चाहिँ सैलुङ डाँडा भनिएको रहेछ है। हामीलाई पनि थाहा थिएन, त्यही भएर हामीलाई चाहिँ यहीँ आएर थाहा भयो। हेर्नु होला हिमाल, बिहानको सनराइज पनि एकदम दामी टाइममा देखियो है। अनि हिजो चाहिँ ट्याक्क लाएर 3 पानी खाएर सुतेको, अनि बिहान उठ्न अलिकति गाह्रो भयो। त्यही भएर अहिले चाहिँ अलिकति ह्याङ बनाइरहेको छ होइन। हेर्नु होला भ्यू। ल अहिले चाहिँ हामी अब यो सैलुङको डाँडाबाट चाहिँ फाइनल्ली हामी अब घरतर्फ लाग्दैछौँ। ओह्रालो झर्दैछौँ। यस्तै हाम्रो